घरको दबावसँगै बच्चा पाउन आग्रह आएपछि गायिका निर्जला गुरुङले चिज गुरुङसँग यसरी मागिन् बच्चा नपाउने भन्दै दोहोरी बाटो। आदरणीय दर्शकवृन्द नमस्कार। आज हामी तपाईँहरूको माझमा पछिल्लो समयका चर्चित लोकदोहोरी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङको रमाइलो लाइभ दोहोरीको टुक्का केही सुनाउने पनि छौँ र तपाईँहरूलाई फुल अपडेट पनि दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि जानकारी दिएर च्यानलमा नयाँ हुनुहुन्छ भने कमल नेपाली युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। नेपाली लोकदोहोरी क्षेत्रका सबैका लोकप्रिय बन्दै गएको जोडी गायक चिज गुरुङ र गायिका निर्जला गुरुङले केही समय पहिला यति रमाइलो लाइभ दोहोरी सार्वजनिक गरेका थिए जसमा विवाह त भइसक्छ, बच्चा पाउनको लागि सबैले आग्रह गर्दा पनि गायिका निर्जला गुरुङले चिज गुरुङसँग यसरी टुक्काबाट नै विवाह भएसँगै बच्चा नपाउने आग्रह गरेकी छिन्। के भनेकी छिन् त हामीले यही लाइभ दोहोरीको अपडेटमा दिनेछौँ। भिडियो अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। के भयो खै मेरो मन उडो, अहिले बच्चा नपाम होइ हे बुढो भन्दै गायक चिज गुरुङलाई निर्जला गुरुङले अहिले बच्चा नपाउँ है बुढो भन्दै फकाइरहेको देख्न सकिन्छ। त्यसै क्रममा गायक चिज गुरुङ पनि कमी कहाँ छन् र, बच्चा त पाएरै छोड्ने प्रयासमा छन्। उनले यस्तो भन्छन् है हेरौँ। के गरौँ त मनैले माग्यो, कहिले पाउने उमेरले तिस्नाग्यो भन्दै यसरी टुक्काबाट नै प्रहार गरेका हुन्छन्। हो, 30 उमेर कटिसक्यो, कहिले बच्चा पाउने, कहिले नपाए कहिले पाउने भन्दै यस्तै टुक्काबाट एकअर्काप्रतिको मायाका सद्भाव जनाइरहेका हुन्छन्। चिज गुरुङ पाउनेमा र निर्जला गुरुङ नपाउनेमा दोहोरीबाट बुझिन्छ कि साँच्चैकै यी दुवैले यसै गरी नै जिन्दगी कटाउलान् त? तपाईँहरूको राय सल्लाह सुझाव कमेन्टमा राख्नुहोला। भिडियोलाई अत्याधिक रूपमा यो रमाइलो लाइभ दोहोरीको फुल अपडेट हेर्नको लागि तल हामीले डिस्क्रिप्सनमा फुल भिडियो लिङ्क पनि छोडेका छौँ, हेरेर मनोरञ्जन लिन सक्नुहुनेछ। हस्त, धन्यवाद।